यदि मैले तपाईलाई तपाईको भविष्य आज तपाईको वरिपरि रहेका 5 जना मानिसले तय गरिरहेको छन् भने के तपाई विश्वास गर्नुहुन्छ? एकछिन सोच्नुस् त। तपाई जसको संगतमा हुनुहुन्छ बिस्तारै तपाई पनि त्यस्तै बन्दै जानुहुनेछ। संगत भनेको केवल मानिसहरू मात्र होइन, संगत भनेको तपाईको सोच निर्माण गर्ने वातावरण पनि हो। यदि तपाई सकारात्मक, मेहनती र लक्ष्यप्रति प्रतिबद्ध मानिससँग बस्नुहुन्छ भने तपाईमा पनि बिस्तारै त्यस्तै बानीको विकास हुँदै जान थाल्नेछ। तर यदि तपाई सधैँ अरूको गुनासो गर्ने, अरूको आलोचना गर्ने र समय बर्बाद गर्ने मानिसहरूसँग बस्नुहुन्छ भने तपाईको सपना बिस्तारै कमजोर बन्न थाल्नेछ। आलुको बोरामा रहेको एउटा कुहिएको आलुले सम्पूर्ण राम्रा आलुहरूलाई बिगार्न सक्छ, तर एउटा राम्रो आलुले कुहिएको आलुलाई सुधार्न सक्दैन। त्यसैले जीवनमा कोसँग समय बिताइरहनु भएको छ भन्ने कुरा अत्यन्त महत्त्वपूर्ण हुन्छ। सायद तपाईको जीवनमा पनि कुनै त्यस्तो व्यक्ति आएको होला जसले तपाईलाई हौसला दियो, तपाईलाई नदेखेको सम्भावना देखाइदियो र हार मान्न लागेको बेला अगाडि बढ्न प्रेरित गर्यो। र सायद यस्तो संगत पनि भेटियो होला जसले तपाईलाई आत्मविश्वास घटायो, तपाईलाई गलत बाटोतिर पनि डोहोर्यायो। संगतले केवल आजलाई होइन तपाईको भविष्यलाई पनि आकार दिइरहेको हुन्छ। आजै आफ्नो संगतको समीक्षा गर्नुहोस्। आफ्नो जीवनमा सकारात्मक ऊर्जा, प्रेरणा र उद्देश्य थप्ने मानिसहरूको अझै नजिक जानुहोस्। यदि तपाईलाई यो कुरामा सहमत छ भने यो भिडियो तपाईको सम्पूर्ण मिल्ने साथीहरूसँग सेयर गर्नुहोस्, किनकि सही संगतले जीवन बदल्न सक्छ।